समाजले गरेको भेदभाव, अवरोधका अग्ला पहाडहरू, चुनौतीका बीच अघि बढ्ने स्वप्नदर्शीहरू, लडेर फेरि उठी जुर्मुराउने साहसहरू, अपाङ्गताकै बीच ठुला जिम्मेवारी बोकेर देशकै आवाज बन्ने ती हातहरू, ती पाइला, ती आँटहरू, खेल मैदानलाई परिवर्तनको बाटो बनाउने, सङ्घर्षलाई शक्तिमा बदल्ने ती निडर योद्धाहरूका कथा, हारदेखि हिम्मतसम्मका कथा, सीमादेखि सम्भावनासम्मका कथा, परिवर्तित कथाहरू, द चेन्ज्ड स्टोरिज। नेत्रहीन क्रिकेट सङ्घ नेपाल, भक्सपप नेपाल र एडिडास फाउन्डेसनको सहकार्य। नेपाल सम्भावनाले भरिएको देश, तर यो सम्भावनाको उपयोग सबैले समान रूपमा गर्न पाएका छन् भन्ने कुरा अझै यथार्थ बन्न सकेको छैन। विशेष गरी अपाङ्गता भएका नागरिकहरूको हकमा अवसर र पहुँच बीचको दूरी अझै स्पष्ट रूपमा देखिन्छ। उनीहरूको क्षमता, चाहना र योगदानको सम्भावना हुँदाहुँदै पनि संरचनागत कमजोरी, नीतिगत अस्पष्टता र सामाजिक दृष्टिकोणका कारण उनीहरू अझै पनि सङ्घर्षरत छन्। यही सन्दर्भमा अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा खेलकुदले खेल्ने भूमिका अत्यन्त महत्त्वपूर्ण छ। खेलकुद एक प्रतिस्पर्धा हो, सँगसँगै यो आत्मसम्मान, पुनर्स्थापना र सामाजिक समावेशीकरणको माध्यम पनि हो। विशेष गरी नेत्रहीन क्रिकेट, जसले देख्न नसक्ने खेलाडीहरूलाई पनि आफ्नो क्षमता प्रमाणित गर्ने अवसर दिन्छ, यो नेपालमा आशा र सङ्घर्षको प्रतीक बनेको छ। तर यो आशा सजिलै प्राप्त भएको भने होइन। नेत्रहीन क्रिकेटसँग जोडिएका खेलाडीहरू आज पनि आधारभूत सुविधाका लागि सङ्घर्ष गरिरहेका छन्। अभ्यासका लागि पर्याप्त मैदान छैनन्, आवश्यक उपकरणको अभाव छ र व्यवस्थित प्रशिक्षण प्रणाली अझै विकास हुन सकेको छैन। अझ महत्त्वपूर्ण कुरा, विद्यमान खेलकुद नीति तथा कानुनहरू अपाङ्ग मैत्री छैनन्। खेलकुदमा चाहिँ विकासको लागि भनेर चाहिँ राज्यले यति लगानी गरेको छ कि त्यहाँबाट नतिजा निस्किन्न। तर अपाङ्गता क्षेत्र, अपाङ्गता खेलकुद जहाँ राज्यको लगानी छैन, त्यहाँबाट के नतिजा निस्किरहेको छ। प्रतिस्थापित गोवर्धन कुरा हो अथवा नेत्रहीन क्रिकेटको महिलाहरूको क्रिकेटको कुरा हो, निस्किरहेको छ। तै पनि के हुन्छ भने जितेर आउँछन्, चहलपहल हुन्छ, हल्लाखल्ला हुन्छ, मिडियामा पनि छाउँछ। तर त्यसको 2-4 दिनपछि के हुन्छ त फेरि विषयवस्तु सेलाउँदै जान्छन् र के भने सेलाउँदै जान्छन्। यसै गर्दा के हुन्छ त समग्र अपाङ्गता भएका व्यक्तिहरू खेलकुदको विकासमा असर परिरहेको छ। समस्या भनेको स्रोतको अभाव मात्र होइन, प्राथमिकताको अभाव पनि हो। जबसम्म राज्यले अपाङ्गता भएका व्यक्तिहरूलाई खेलकुद विकासको मूलधारमा समावेश गर्दैन, तबसम्म उनीहरूको क्षमता पूर्ण रूपमा प्रस्फुटन हुन सक्दैन। यस्तै चुनौतीहरूका बीच नेत्रहीन क्रिकेट सङ्घ नेपालले एक महत्त्वपूर्ण पहल अगाडि सारेको छ। सङ्घले अपाङ्गता भएका सांसदहरूसँग प्रत्यक्ष संवाद गर्दै आफ्ना मुद्दाहरूलाई नीति निर्माणसम्म पुर्याउने प्रयास गरेको छ, जसको सवाल उसैको नेतृत्व भन्ने मूल मन्त्रका साथ गरिएको यो पहलले नीतिगत तहमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व मात्र होइन, त्यसलाई अर्थपूर्ण बनाउनु आवश्यक छ भन्ने सन्देश दिन्छ। संविधान सभा बेलामा चाहिँ अलिक 2-4 जना अलिक बढी हुनुहुन्थ्यो होइन। तर प्रतिनिधि सभा भएपछि संविधान सभा पछाडिको चाहिँ सायद यति धेरै माननीयहरू र फरक पार्टीबाट यसरी हुनु बनेको चाहिँ के भने हाम्रो आवाज सङ्गठित गर्नको लागि चाहिँ अब चाहिँ एउटा के बोल छ है। किनभने प्रेमजीले एउटा शब्द बोलिदिनु भयो, हाम्रो गङ्गा माननीयज्यूले एउटा बोलिदिनु भयो, हाम्रो चाहिँ यशोदा माननीयज्यूले एउटा बोलिदिनु भयो, सबैले यहाँ एक चिज बोल्नु। अहिले रमेश माननीयजी आउनुहुन्छ होइन। हाम्रो सबै पार्टीको, विविध पार्टीको 5-6वटा 7वटा पार्टी, कति 6वटा पार्टी होइन, 6वटा पार्टीमध्ये चाहिँ 5 जना माननीयहरू चाहिँ प्रतिनिधि सभामा प्रतिनिधि हुनु भनेको अपाङ्गता वर्ग भनेको सानोतिर कुरा होइन। यहाँले यो आवाज सङ्गठित गरिदिनु भयो भने चाहिँ हाम्रो लागि चाहिँ हाम्रो आवाज बुलन्द हुन्छ र हाम्रो सवालहरू चाहिँ अब अवश्य पनि नीति नियम कानुनमा चाहिँ सम्बोधन हुन्छ भन्ने कुरा चाहिँ मैले यहाँहरूसँग अनुरोध गर्न चाहेँ। यसपटक संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गङ्गा छन्त्याल र रमेश प्रसाई, नेकपा एमालेका तर्फबाट यशोदा बराल, नेपाली काङ्ग्रेसका मदन कृष्ण श्रेष्ठ र नेकपाका प्रेम बैकले अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व गर्दैछन्। नेपालको संसदीय इतिहासमा पहिलोपटक अपाङ्गता भएका 5 जना प्रतिनिधिहरूको उपस्थित आफैमा एउटा उपलब्धि हो। यो सहभागिता सङ्ख्यात्मक उपलब्धि मात्र नभई दीर्घकालीन परिवर्तनको सम्भावनाको ढोका पनि हो। अपाङ्गता खेलकुदलाई अझैसम्म पनि विकास गर्न सकिएको छैन। नेपालले
न्यून स्रोत, राज्यको न्यून प्राथमिकता र अव्यवस्थित रहेको अपाङ्गता खेलकुद मार्फत निकै ठुलो सफलता हासिल गर्न सफल भएको छ। 64 वर्षपछि ओलम्पिक तहको खेलमा पदक प्राप्त भएको खेल पारा ताइक्वान्डो पारा ओलम्पिक अन्तर्गतको खेल हो। नेपालबाट सुरु भएको नेत्रहीन महिला क्रिकेट ऐतिहासिक प्रथम विश्वकपमा उपविजेता हुनु विश्वकप तहको खेलहरूमध्ये सबैभन्दा ठुलो सफलता पनि हो। तसर्थ राष्ट्रको लागि गौरव बढाउने र नियमन गर्नको लागि यहाँहरूले सदन, विषयगत मन्त्रालय, संसदीय समिति र अन्य संयन्त्रहरूमा जोरदार रूपमा सवालहरू उठाउनुहुनेछ भन्ने विश्वासका साथ अपाङ्गता खेलकुद प्रवर्धनका लागि नेत्रहीन क्रिकेट सङ्घ नेपालको तर्फबाट निम्न सवालहरू उठान गर्न चाहन्छौँ। तर प्रश्न यही उठ्छ, के यो उपस्थिति प्रभावकारी आवाजमा रूपान्तरण हुन सक्ला? के यी प्रतिनिधिहरूले आफ्नो समुदायका वास्तविक समस्याहरूलाई संसदमा सशक्त रूपमा उठाउन सक्छन्? नेत्रहीन क्रिकेट सङ्घले प्रस्तुत गरेका मागहरू यसै प्रश्नको उत्तर खोज्ने प्रयास हुन्। सङ्घले एकीकृत र प्रभावकारी खेलकुद संरचना निर्माण, प्रदेश स्तरमा प्रशिक्षण केन्द्र स्थापना, समावेशी कानुन निर्माण, नियमित बजेट सुनिश्चितता र विद्यालय स्तरदेखि नै खेलकुदमा पहुँच विस्तार जस्ता विषयहरूलाई प्राथमिकतामा राखेको छ। यी मागहरू कुनै विशेष सुविधा प्राप्त गर्ने प्रयास होइनन्, यी आधारभूत अधिकारका विषयहरू हुन्। खेलकुदमा समान अवसर सुनिश्चित गर्नु भनेको समाजमा समानताको आधार निर्माण गर्नु हो। यी अधिकार प्राप्तिका लागि हाम्रा प्रतिनिधि सांसद कसरी अगाडि बढ्लान्? 7वटा अपाङ्गता भएका क्षेत्र र यो खेलकुद क्षेत्रलाई त मुख्य भूमिकाको साथ म त्यो समितिमा रहे पनि नरहे पनि यो पत्रलाई भएका साथीहरूलाई चाहिँ मैले उठाउने कुराहरू र मैले गर्ने कामहरू प्रतिबद्धता रूपमा अगाडि बढ्नेछु। र एउटा कुरा म के भन्न चाहन्छु भन्दा, रोग लागेको मान्छेलाई मात्रै पीडा थाहा हुन्छ, बाहिरको मान्छेलाई बिचारा मात्रै भनिदिने हो। हामी स्वयं अपाङ्गता भएको व्यक्ति हुनाले सबै क्षेत्रलाई समेटेर अपाङ्गता अधिकार सम्बन्धी ऐन कानुन बनाएर भोलि आउने, म त भगवान्लाई यो पनि प्रार्थना गर्दछु कि अब अपाङ्गता भनेर भन्न नपाऊँ, कुनै मान्छेहरू त्यो हामीले भोगेको पीडा भोग्न नपरोस् नै भन्छु। हामी 5 जना जुन अहिले संसदमा प्रतिनिधित्व गर्छौँ त्यो रूपमा चाहिँ अपाङ्गता भएको व्यक्तिहरूलाई सिट ठाडो पारेर ऐन कानुन र भोलि आउने कुराहरूलाई सहज रूपमा हामी मिलेर नै अगाडि बढ्नेछौँ। तर चुनौती नीतिगत तहमा मात्रै सीमित छैन, समाजको दृष्टिकोण पनि उत्तिकै महत्त्वपूर्ण पक्ष हो। अझै पनि अपाङ्गता भएका व्यक्तिहरूका लागि क्षमताको आधारमा भन्दा सीमितताको आधारमा मूल्याङ्कन गर्ने प्रवृत्ति विद्यमान छ। अपाङ्गता भएको व्यक्तिहरूलाई युवासँग जोडेर राखिदिनुहुन्छ होइन, युवा, बालबालिका, महिला अपाङ्गता भनेर राख्नुहुन्छ। तर हरेक ठाउँमा अपाङ्गता भएको कारणले चाहिँ अपाङ्गतालाई त्यसरी नराखिदिनु होला। हरेक ठाउँमा अपाङ्गता भएको कारणले चाहिँ अपाङ्गता भन्ने उसलाई चाहिँ एकदमै संवेदनशीलले हजुरहरूले हेरिदिनु होला भन्ने कुराहरू पनि मैले उठाउँदै आइरहेको छु। चाहे खेलकुद क्षेत्रबाट होस्, चाहे उद्यमशीलताको क्षेत्रबाट होस्, चाहे राजनीतिक क्षेत्रबाट होस्, जुनसुकै क्षेत्रबाट पनि उहाँहरू चाहिँ अगाडि आउनुपर्छ भन्ने चाहिँ म उहाँले भन्न चाहन्छु। यसले उनीहरूको आत्मविश्वास मात्र होइन, अवसर प्राप्त गर्ने सम्भावनालाई पनि सीमित बनाउँछ। जिउँदो शहीद भनेर चिनिने सांसद प्रेम बैगको अनुभवले भन्छ, नेत्रहीन क्रिकेट सङ्घको प्रतिवेदनले पनि हामीलाई ध्यानाकर्षण गराएको छ। मैले यी समस्याको विषयमा मैले छोटोमा के मात्रै भन्छु भने म प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ र हामी 5 जना साथीहरू छलफल गरेर खास गरी समावेशी सिद्धान्तका आधारले राज्यका सबै निकायमा अपाङ्गता भएका नागरिकहरूको पनि सहभागिता हुनुपर्छ र अपाङ्गता भएका नागरिकहरूका क्षमताहरू प्रस्फुटित हुने वातावरण राज्यले बनाउनुपर्छ। त्यसका लागि नेत्रहीन क्रिकेट सङ्घको तर्फबाट तपाईँहरूले जे चाहिँ आज हामीलाई ध्यानाकर्षण गराउनु भएको छ, यो क्षेत्रमा हाम्रो पनि सवाल हो। यो सवाललाई हामी गम्भीरतापूर्वक उठाउनेछौँ र तपाईँहरूले जो किसिमको पहिलो कार्यक्रम हामीलाई नेत्रहीन क्रिकेट सङ्घको तर्फबाट स्वागत पनि गर्नुभएको छ। त्यसैले परिवर्तन केवल कानुन बनाएर मात्र सम्भव छैन। यसका लागि सामाजिक चेतना, समावेशिता र दीर्घकालीन प्रतिबद्धता आवश्यक हुन्छ। हामीले विभिन्न जिल्लाहरूमा संस्थाहरू, क्लबहरू गठन गर्दै गइरहेका छौँ भने हामीले नेत्रहीन क्रिकेट चाहिँ वर्ल्ड कप जस्तो गेमहरू
खेलिसकेका 4वटा वर्ल्ड कपहरू र महिला T20 वर्ल्ड कप पनि खेलिसकेका छौँ भने नेपालमा पहिलोचोटि चाहिँ नै यो महिलाहरूको चाहिँ ओमन क्रिकेट चाहिँ टिम त्यो खडा गरेको चाहिँ हामी नेपाल नै हो। विश्वबाट सबैभन्दा हामी पहिलो नै छौँ। त्यसै गरी चाहिँ यो क्रिकेटसँग चाहिँ हामीले नेपालमा महिलाहरू चाहिँ 250जना भन्दा बढी सङ्ख्यामा छ, पुरुषहरू 1000 भन्दा बढी भइसकेका छ। त्यसैले चाहिँ नि यो क्रिकेटसँग चाहिँ हामीले धेरै अगाडि बढाइरहेका छौँ। अर्कोतर्फ नेपालका नेत्रहीन क्रिकेट खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेका उपलब्धिहरूले उनीहरूको क्षमतामा कुनै कमी नभएको प्रमाणित गरिसकेको छ। तर विडम्बना के छ भने यस्ता उपलब्धिहरूले अपेक्षित सम्मान र मान्यता पाउन सकेका छैनन्। जो नेत्री महिला क्रिकेट खेलाडीहरू चाहिँ विश्वकप खेलेर आए र त्यसपछि जुन राज्यबाट पाउनुपर्ने सम्मान पुरस्कार छ त्यो पनि पाउन सकिरहेका छैनन्। अपाङ्गता भएको व्यक्तिले चाहिँ कोही शिक्षामा लाग्यो होला, कोही खेलकुदमा लाग्यो होला, कृषिमा लाग्यो होला, कोही चाहिँ होइन अब रोजगारीमा लाग्यो होला, कोही आफ्नो व्यवसायमा लाग्यो होला। विभिन्न अधिकारलाई हामी काम गरिरहेका छौँ। धेरै अधिकारमध्ये खेलकुद पनि हो। अपाङ्गता भएको व्यक्तिको क्षमता प्रस्फुटन गर्नको लागि चाहिँ विभिन्न क्षेत्रमा चाहिँ हाम्रो सहभागिता हुन्छ। त्यो सहभागितालाई चाहिँ हाम्रो के गर्नुपर्छ त, हामीले पनि प्रोत्साहन गर्नुपर्छ। यही सन्दर्भमा संसदको भूमिका झनै महत्त्वपूर्ण हुन्छ। संसद केवल कानुन बनाउने थलो मात्र होइन, यो समाजको दिशा निर्धारण गर्ने संस्था पनि हो। यदि संसदले अपाङ्गता भएका व्यक्तिहरूका सवाललाई प्राथमिकताका साथ सम्बोधन गर्छ भने त्यसले नीति मात्र होइन, समाजको सोच पनि परिवर्तन गर्न सक्छ। यो राम्रो कुरामा, सकारात्मक कुरामा हामी चाहिँ हामी एकदम पोजिटिभ रूपमा हामी राख्छौँ र हामी सबै छलफल गरेर हामी जुनसुकै पार्टी विचार फरक भए पनि हाम्रो एउटै उद्देश्य हो, एउटै लक्ष्य साथ चाहिँ हामी एक आपसमा छलफल हामी अस्ति अलिकति सबैसँग त छलफल गरेको छ। तर हामी बसेर छलफल गर्नु चाहिँ हामी कुन कुन विषयमा जाने, कुन कुन उसमा उठाउने र कसरी जाने हामी छुट्टाछुट्टै राख्यो भने त्यसको वेट हुने, एकता साथ, एकमत साथ, सङ्गठनात्मक साथ भयो भने त्यसको शक्ति नै अर्कै हुन्छ होइन। त्यसको कार्यान्वयन पछि पनि सशक्त हुन सक्छ। हामी हरेक जाँदाखेरि सँगै व्यक्ति पर्सनली गर्ने छुट्टी छ, पार्टीगत रूपमा गर्ने गरौँ छुट्टी छ। तर हामी हरेक राष्ट्रिय रूपमा चाहिँ गर्दाखेरि हाम्रो समग्रता अपाङ्गता क्षेत्रमा चाहिँ हामी सामेल रूपमा लाग्नुपर्छ। अपाङ्गता भएका सांसदहरूले यस विषयमा प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले पार्टीगत सीमाभन्दा माथि उठेर अपाङ्गताको मुद्दामा एकजुट भएर काम गर्ने बाचा गरेका छन्। यो प्रतिबद्धता कार्यान्वयनमा परिणत भएमा यसले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा वास्तविक परिवर्तन ल्याउन सक्छ। हामी मध्येको कोही नेतृत्वमा पुग्दैन, नीति निर्माण तहमा पुग्दैन, तबसम्म नीतिहरू हाम्रो पक्षमा बन्दैनन् भन्ने निष्कर्ष निकालेरै म राजनीतिमा आएको हो। त्यसकारण मैले यथाशक्य, मैले अघि पनि भने त्यो एकैजनाले कस्तो भने हुटिट्याउँले आकाश थामिहाल्ने भ्रममा म कहिले पनि छैन। यो कलेक्टिभ एफर्ट हो, त्यसको एउटा हिस्सा म हो। त्यो हिस्साको रूपमा मेरो इमान्दार भूमिका रहन्छ। यदि संसद, सरकार र नागरिक समाजबीच समन्वय कायम गर्न सकियो भने यो पहल केवल एक कार्यक्रमको रूपमा सीमित रहने छैन। यसले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र समान अवसर सुनिश्चित गर्ने दिशामा ठोस कदम बन्न सक्छ। किनकि समावेशिता तब मात्र सम्भव हुन्छ जब त्यो नीतिमा देखिन्छ, व्यवहारमा लागू हुन्छ र जीवनमा अनुभूत हुन्छ।